यो चाहिँ हामी कालिम्पोङ जाँदाखेरिको बाटोमा चाहिँ हामी यहाँ चिया खानु चाहिँ रोक्यौं अलगढामा। अलगढाको बाटोमा हो कालिम्पोङ जाँदा जाँदा चिया पनि भएछ हो। विकास उ चिया भयो। चाय 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 होइन उयो बिस्किट देऊ न एउटा निकालेर। बिस्किट खान्छ त्यसले। बिस्किट भाइ बिस्किट खानुहोस्। बिस्किट चिया लड्छ है भाइ, लड्छ है, बुङ्गे हुन्छ है ल। भाइ मिठो बिस्किट लड्छ है तिमी। हजुर आमा भाइ बिस्कुट खान्छ। खाऊ 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 बिस्कुट। छौँ यहाँ कालिम्पोङ बजार घुम्दैछौँ हो। अन्त यहाँनिर चाहिँ पार्क रहेछ ऊ पर चाहिँ कि नानीलाई पार्क लगेर जाने। यहाँ चौकबाट चाहिँ यस्तो भित्र गयो भने चाहिँ यहाँ नानीहरूको चाहिँ मजाको पार्क रहेछ हो। अन्त त्यो पार्क चाहिँ अब हामी नानीलाई यसो घुमाउनलाई चाहिँ पार्क लैजाउँ भनेको। यहाँभित्र चाहिँ पार्क छ। So we are going towards the park, in the park. म पनि फर्स्ट टाइम आएको यहाँ बाहिरबाट इन्डस्ट्रियल पार्क भनेको लेखेको देख्यो हो। अन्त नानीलाई लिएर आएको। सो लेट्स सी है कस्तो छ के छ भित्र चाहिँ कस्तो रहेछ। छोराको खेल्ने जग्गा पनि पाइछ। बाई हेलो के लैछ भाइ? घोला लैछ? घोलामा चढ्यो? यस्तो मजाको रहेछ। स्मल एस्केप रहेछ एकदम यो बजारको उयसबाट चाहिँ। इट्स भेरी ब्युटिफुल जग्गा रहेछ सानो। यो चाहिँ कालिम्पोङ बजारभित्रै रहेछ यो पार्क चाहिँ।
बाहिर कस्तो क्राउडेड छ होइन बजार त्यहाँबाट चाहिँ इट्स भेरी लिटल एस्केप थियो सानो जग्गा रहेछ यहाँ अलिक अलग्गै एकदम रिल्याक्सिङ प्लेस रहेछ सो इट्स भेरी ब्युटिफुल आउट हियर वान क्यान कम हियर रहेछ मान्छेहरू यहाँ आउँदो रहेछ आफ्नो नानीहरूलाई लिएर सिसो पनि रहेछ मेरो नानी त अब अहिले सानै चाहिँ अहिले बुझ्दैन अब अलिक ठुलो भएपछि चाहिँ खेल्छ होला अहिले पनि ए लड्छ Oh, यहाँ recepts. Educational life. Kami din sa droga sa Ini चाहिँ कालिम्पोङ बजारभित्र चाहिँ कालिम्पोङ बजारभित्रै चाहिँ लोकेटेड रहेछ क्या हाउस हामी कालिम्पोङ बजार घुमिसकेर चाहिँ यहाँ खाजा खानु आइरहेको छ हो अनि नानीले चाहिँ बदमास गरेर चाहिँ केही छैन हामी चाहिँ खाजा पर्खेर बसिरहेको छौँ हो नानीले चाहिँ यस्तो साह्रो बदमास गर्दैछ कि नदिउ न खोक्दैछ हुँदैन खोक्दैछ अन्त अहिले चाहिँ मिल्क सेक आएछ हो नानी चाहिँ खोकी लाग्दैछ बाउले चाहिँ खाँदैछ हो भाइ हुँदैन है नो न खोक्दैछ मलाई चाहिँ यस्तो भोक लागिरहेको थियो कि मैले चाहिँ मोमो अर्डर गरेको फर्स्ट मोमो आउँछ होला नि त चाउमिन आएछ चाउमिन चाहिँ उसको हो अन्त लाइक टु हङ्ग्री तर मेरो आएन रहेछ भेज ओइ भाइ हेर्नु नि हामीले बदमास गरेर चाहिँ फेरि भगवान् यसले पनि खान्छ होला यसलाई पनि खुवाइदिनु भेज बस बल्ल बल्ल मेरो चिकन मोमो हेज अल्सो कम मेरो नानीले चाहिँ अहिले चाहिँ चाउमिन पनि खानु थालेछ हो पहिला चाहिँ खानु सक्थेन अहिले चाहिँ मजाले खानु थालेको छ है खाऊ